जनै नफेरेको फेर्ने अब त्यसपछि गाई पनि ल्यायो गाई भनेको गाँठो बारेको कुस सबै भाउजूको छ दिदीको पाइन्छ अब आरीको पानी भनेको के हो त नुहाउने पानी हो है। त्यसपछि चौथो नम्बरमा अब साबुन लगाइदिनु पर्यो, स्याम्पू लगाइदिनु पर्यो, कन्डिसनर लगाइदिनु पर्यो होइन। तिमीले के लगाउने त्यो सबै लगाउनु पर्छ बाबालाई। ती सबै भनेको के हो त पञ्चामृत। पञ्चामृतले नुहाइदिने बुझ्यो। अनि त्यसपछि पञ्चामृतले नुहाइदिने साबुन लगाएपछि हात त्यो फाल्यो। अब त्यसपछि गएर के गर्ने त भन्दाखेरि भाउजूले यहाँ सुदर्शन गुरुलाई अरूले मसु अनि सोच्ने एउटा स्वकरिष्यमाण भोलि गर्न लागि दशा बरान आत्मा नष्ट उद्धारतम 10 कुल माथि 10 कुल तल आफू सहितको उद्धार गर्ने हेतुले करिष्यमाण श्रीमद् बच्यो फुलहरू यतै यसो विचार केही गरिदिनु। अब त्यसपछि गएर घण्टे ब्रह्मनाथ देवता स्थान सन्निधौ हम घण्टस्थाय गरुडाय नमः। शङ्ख माथिसकेको छैन समस्त माभ्यो नमः ओम भूर्भुवः शिक्षा दे चतुष्षष्टि पदा वास्तु पंडल देवता सहित वास्तु देवताभ्यो नमः। ओम भूर्भुवः स्वः कलिंग देशोत्पन्न मगध देशोत्पन्न मगध देशोत्पन्न हरित वर्ण हरिय वर्ण विष्णु आदित्य विष्णु प्रतिदेवता सहित भो बुधे येल्लो कलर तेलको बत्ती आएपछि तेलको बत्ती राखिदिने अनि भाइले बोलिदिने अरू दिदीबहिनीले भाइ ओम दिन दिन निर्मल बंधे प्रतिक्षण ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करे। ओम जय जगदीश आदौ चतुष्पाद तले कदेशे द्रोणाभिदेशे मुखमण्डलेकं सर्वांग देशे सुचसप्तवारम् आरातिकं भातजने मामा करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। ओम भूर्भुवः स्वः आवाहित स्थापित पूजित समस्त देवी देवेभ्यो नमः। आरार्तिकं समर्पयामि। घुम्नु सबैलाई जोजोलाई आज हामी पूजा गरियो सबैको आरती अन्तिम हो भनेर आज भगवानलाई सुख निद्रां कुरुष्व। हे कृष्ण जगतः पते प्रभु
चोप्ने के दुईटा उस गरेर कहाँ गयो चोपेर यस्तोमा दल्नु थियो के अरु चिसो हुन्छ त्यसरी दल्ने गाम हेर सिधै सिधा पर अलि सिधा हेर हातले हो ल खुट्टामा नि ल चिसो हुन्छ धेरै ल पालै पालो है पालो मेरो पालो भयो भयो फोटो आयो एक भिडियो फोटो खिचिन भिडियो खिचे हजुर त्यो ग्रुप फोटो खिच्ने कुरा भयो क्या यता चाहिँ पालो गर्ने कुरा भयो ल छिटो गरौँ है त अलिअलि गर्दै भयो हो ल ल खुट्टामा अब ल ल भयो आज हाम्रो भदाको हल्दी गरेको सबैजना आएर रमाइलो गरेको हाम्रो भदाको आमाको पाता आयो आमाको तपाईँ भिडियो बिगार्न नजानु त मैले त भिडियो मात्रै खिचेको छु है हुन्छ गनेर सातचोटि होइन है हातानी ल खुट्टामा अब यो टाउकोदेखि उससम्मको सबै फालिदिने थियो क्या रोग व्याधि सबै मेरो भइसक्यो व्रत भन्दा मेरो त भएन बिहे त अब पर्दैन एकचोटि भयो हुन्छ चिसोमा दिलो आन्टीले हुन्न क्या अरे सानो भाइको रोग ब्याज सबै हराओस् दुईटा सिङ पलाएछ ल कसको पालो आयो दुबोमा हल्दी चोप्नी टाउकोदेखि खुट्टासम्म के भन्नुपर्छ छोरो ज्ञानी भाउ बन्टिङ गर्न लगाएको मान्छे फोटो खिचिदिन्छु आज चाहिँ रोकसोक नलागोस् सब शुद्ध दुःख व्यथा नपरोस् मेरो छोरालाई ल आशीर्वाद हृदय सालले हाँस्न पर्यो है हृदय सबै ठाडो भन हो त्यसो ठाडो भयो म छेडिदिएँ क्या भन्दा ठिक छ मान्छे दुध पनि खनाउ ज्ञानी भन्ने छोरो सब हाम्रो छोराका माइजू बहिनीको हातबाट नि गराइदिनु न कस्तो लगाइरह राम्रो लगाइरह सिङ छ एउटा सिङ दुईटा के अरे हेरेर त दादालाई दल्दिनु है मामा अलि उतार दल्दिनु त फेस आउने गरेर डालिदियो उहाँ दादालाई हेरेर फोटो खिच्नु गाना दल्दै गरी ल दादालाई गाना दल्दै गरी कस्तो रहेछ सिङ
मजा आहा भाइ तिमीलाई अब लाइनमा आएकाले अलि विचार गर्ने कसरी रहेछ भनेर दादाको छिङ के हुँदैछ कस्तो लागिरह हल्दी हुँदाखेरि राम्रो लागिरह जाडो भए अब नआउने हो कि होइन अब नआउने हो कि होइन ल आउनुहोस् माइजूहरू ल भोलि भेट्टाउन नसक्ने गरेर दौडिन पर्यो है मामाले जेनजीको स्पिड आयो ऐसा यता हेर हो ल भाइ ल हेर भनिदिरहेको छ है कार्यक्रम कस्तो भइरह मम्मी सन्तोष ओ सन्तोष असिम फुलमामी हजुर अब खिच्नु कस्तो लागिरह हृदय आज यो के कार्यक्रम हो हल्दी त्यही माथि हो त्यहाँ लगाइदिनु अघि भएन पाउनु ल पाउनु हेलो गुड मर्निङ दुला राजा तपाईँ त आजको दुला राजा हो नि हो कि होइन अनि व्रत बन्धको दिन अनि बिहान उठेर मोबाइल चलाउने हो कि पूजा गर्न जाने हो त नि पण्डितले बोलाउनु भएको छैन अनि तिम्रो सिङ र जट्टा कता फालिदियो त ल हुन्छ नि यहाँ बनाइयो अहिले बिहा गर्न जन्ती ठिक्क पारे
आदि कर्मणि नाना कर्म कर्तुं नाना गोत्रोत्पन्न नाना ओ ब्राह्मणाः अब भने ओम पुण्याहं भवन्तः ब्रुवन्तु हाम्रा दिनहरू पुण्यमय भएर बिताउनु भनेर भनिदिनुहोस् भनेको है। ओम पुण्याहं भवन्तः ब्रुवन्तु ओम पुण्याहं भवन्तः ब्रुवन्तु ओम अस्तु पुण्याहं अस्तु पुण्याहं ओम अरे लिइराख्यो हरि ओम तस्मै हरि ओम तस्मै हरि ओम तस्मै विष्णुहं 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 पूर्वोच्चारण संकल्प सिद्धिरस्तु अत्यः अत्रि गोत्रोत्पन्नो हम पन्ना निरोगी होस् मन निरोगी होस् बुद्धि निरोगी होस् भनेर भनिदिनुहोस् भनेको। ओम आयुष्मते स्वस्ति ओम आयुष्मते स्वस्ति ओम आयुष्मते स्वस्ति स्वस्ति न इन्द्र वृद्धसराः स्वस्ति न लोका विश्ववेदाः स्वस्ति न सार्यो वारिकानि स्वस्ति नो बृहस्पतिर्दधातु हरि ओम तस्मै विष्णुहं 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 पूर्वोच्चारण संकल्प सिद्धिरस्तु अत्यः अत्रि गोत्रोत्पन्नो हम पन्नाहं सम्प्राप्ताः हम कामको हम आफ्नो राशिको नाम सम्झिने अद्य अस्माकं गृहे करिष्यमाण प्रोक्त कर्मणि भो ब्राह्मणाः अब हजुरहरूले भन्ने ओम रिद्धिं भवन्तः ब्रुवन्तु हामीले आँटे ताकेका कामहरू सबै परिपूर्ण होस् कुनै पनि अधुरो नहोस् भनेर भनिदिनुहोस् भनेको। ओम कर्मरद्धन्ताम ओम कर्मरद्धन्ताम ओम कर्मरद्धन्ताम भूमादिवं पृथिव्या अद्यारुहाम देवान् ज्योतिः हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् ओम विष्णु ओम विष्णु ओम विष्णु प्रवोच्चारण संकल्प संसिद्धि भागवतको जति नि पुस्तक छन् नि पहिला तिमीहरूले किन्नी हो अनि त्यहाँ बल्ल त्यो पढ्न दिनी हो। रेट कति हो त? सर्वप्रयत्नेन वेदमेव सदा पठेत् श्री गुरुभ्यो नमः हरि ओम राधा दामोदर भगवान को पुराण पुरुषोत्तम भगवान को राष्ट्रदेव पशुपतिनाथ भगवान को शिव पांचन भगवान को मुक्तिदाता मुक्तिनारायण भगवान को गौतम गोत्रीयको सम्पूर्ण पितृहरूको सम्पूर्ण गुरुदेवहरूको इष्ट देवता भगवान को कुल देवता भगवान को स्थान देवता। ओ दुला के छ पूजा गर्नु पर्दैन।
अब कपाल काट्ने बेला हुन लाग्यो कपाल काटेपछि त टुप्पी मात्रै हुन्छ टुप्पी मात्रै हुन्छ रितेश के गर्ने टुप्पी मात्रै हुने भयो अब ए यसमा के यो सुन थैली हो एकतिर चाहिँ के अरे चामल पैसा नुन मसुरा सुसुरा राख्ने एकतिर रोटी कसार सुसार राख्ने है त्यसलाई पहिला यसो एउटा फल ल्याउनु एउटा फल मामा त्यो फोटोग्राफरले यता पठाइदिनु यहाँ पूजा भइसकेको छ नि है अब पूजा भइसकेको छ यो पनि पूजा भइसक्यो अब खोइ यो तपाईँले कहाँ बस्छ हो कपाडा अहिले गुरुले पढ्नुहुन्छ यो पढे आउनु पढे यसले सक्दिने सुन्ने मात्रै यो कपाल बाहिर नझरोस् भने तिमीलाई थाहा पनि यो कुरो बुझ्यौ थोरै बिजाऊ ओम के अरे शिवो नाम सुते पिता नमस्ते मामा सिनिवत्यामा सुनाते सुजाय सुजाय ल भयो अब त्यसपछि गएर सल्लाह कहाँ छ त नि कहाँ हो भित्र भाइ बस मैले देखेँ फेरि यहाँ 3 भाग त्यो छोड्यो यहाँ राख्यो त्यो कपाल 3 भाग लगाऊ नि पहिला 3 भाग लगाऊ अनि त्यहाँ 3 गरेर 9 भाग यताको मात्रै पहिला 3 भाग लगाऊ 1 2 3 अब 3 भाग लगाउने 3 9 हो कि 9 भाग लगाउने फेरि बिच छ कि बिचमा अब त्यसलाई चाहिँ भयो त्यसलाई यहाँ राख घिउ दुधको कुन हो कुन्डा दुध कि हो कि हो यो अनि राख त्यहाँ राख त्यो यो उठाऊ अहिले होइन आउँदैछ म समाता काटा छोरी यो समाता छोरी समाता यहाँ हो थोरै भयो आयो क्या आउँदैन त किन्न आउने ल भयो यो लियो त यो पनि समात यसलाई नि काट काट्ने ल हेरि यो पनि अलिकति कपाल छ नि त्यो लिएर पहिला दुधमा राख ल अब त्यसपछि गएर फेरि अब यता अगाडि भिजाऊ त्यो उहीँ राख न अगाडि भिजाऊ मामा हल्का पछाडि भिजाऊ यता आउन पाइन्न है जस्तै पहिला 3 भाग अनि त्यहाँ 9 भाग राख्ने है अब त्यो दहीमा राखेको त्यो हो त्यो दहीमा अब लिया अलिकति सेम हो कि अब यहाँ अर्को त्यो काम्रो पनि एउटा देऊ न एउटा मात्रै लुम अहिलेको कपडाको अगाडि दहीमा राख्ने अब एकछिन हो हो ल दहीमा राख अब यतापट्टि भिजाऊ त्यो त्यहीँ राख भिजाऊ ओम आपके भगवान संग थे सबै देखाएको ल यसले त्यही अघि कामै छ बाबु त्यसलाई हो घिउ अब भन्नु पर्दैन नि अब होइन त्यसै एउटा आउँला घाइते बनाएर बसिछन् यो निकाल्दै निकाल्दै अब यो काट्न जान्ने कसै काटिदिनु यो बाबुले के जाने पहिले कपाल भिजाइनु पऱ्यो ल अब कपाल भैँमा पर्नु हुँदैन है बहिनीले थाप्ने हो कि अब भिजाउने अब बाबु अहिले यता
तातो होइन र पानी अनि बाबु पानी आउँछ तिमीलाई खान्छु मेरो हात चिसो हो कि तिम्रो अलिक ठुलै राखिदिनु हेर ब्रह्म एरिया एकदम ठिक छ तातो बनाऊ त्यत्रो ठिकै छ होइन माथि पारिवार बिस्तार बिस्तार बसार गर्नु नडराइ बस है रितेश यता हेर त्यहाँ बत्ती भयो कि भएन उस गरेर दिदी माइजू छोराको होइन ताउलो चाहियो अरे के माइजू ताउलो त मात्रै त्यो छोराको बर्तबन्दमा कस्तो लाग्यो एकदम रमाइलो मान्छ एउटा मात्रै ल्याएको हो बाबु त्यो वन डिभिजनको अगाडिपट्टि नडराइ बस है जाडो भयो क्या सुरुमा अलिअलि नझार्ने हो अब त के हुन्छ होइन त्यो सुरुको मेसिनको ब्लेड चाहिँ लगाएन कहाँ यहाँ त केटो सबै भान्जा भान्जीहरूको कपाल काट्दैछ आफ्नो छोराको काटेको हेर्दा कस्तो लाग्दो रहेछ रमाइलो लागिरहेको अर्को पत्ती भएर हो कि काटेन त्यसले त कहाँ अघि अर्को पत्ती भएर हो कि त्यसले काट्दै काट्दैन अनि के अन्त झन्डा लगाइहाल्छ बाबा त्यो लुडी नसमाउनु नसोधर त यो यहाँ थालसम्म त दादाको पैसा न के गरेको दादाको दादा तक्लु भयो दादालाई के गरिदिए दादाले के भएको सानो बाल काट्दिए बाल काट दिए हाँ पुरा तुम्हारा बाल भी काट देंगे हम मत काटो रे पुरा पूरे हिंदी हो नि खर्र हिन्दी हाँ। बाल काट्दिए अहिले आएको त हिन्दी बोल्छु त म पनि हिन्दी बोल्ने दादाको कपाल के भयो टुप्पी समाउनु ताली टुप्पी समाउनु आऊ सानी यहाँ आऊ हेलो हेलो उता हेर्दै उता क्यामेरामा एकैछिन है ओ रितेश क्या डिब्बे देखें हजुर रोटी सब्जी होइन क्या यहाँ आएर के हुँदैन अलिअलि आएर होइन रगत होइन त्यो बेसार दल्ल्या हो बेसार लिएको ल ए तिम्रो कस्तो राम्रो रहेछ अब यही हो अब आजबाट अब हिँड निस्का अब पहिले यहाँ हो अनि यहाँबाट हवा गराएर हजुरको म अलिकति फोटो आयो अब त्यो लट्ठीहरू कहाँ छन् लट्ठी 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 हेरी यसमा सुन खैले एउटामा बनाएर त्यहाँ राख्नु पर्यो त्यहाँ ठाउँमा व्रत व्रतेन ऋणप्रयोजनार्थं व्रतवन्द कर्मान् गायत्री सर्वाधिकार वेद सर्वाधिकार सिद्ध्यर्थं भाण्डा
भयो 8वटा भाँडा सरकारी छैन त्यहाँ पानी अलि हालिदिनु न आल्छी हाल्छ हो त पानीले छर्किन्छ आफूतिर छर्क अब आचार्यले अब के गर्ने त भन्दा त्यो हो त्यो लट्ठी चाहिँ भइमा यतापट्टि गयो भइमा यो तल त्यो टेक्नी हो त्यो चाहिँ कसैले गर्ने भएको आफूले यसो जल्लिँदै बाबु काता राति बाबुले यसो माथि है आफूमा साथी तिमी माथि छ मलाई पैसा ल म पैसा व्यवस्था भयो अब के भन्नु त भन्दाखेरि सूर्य उदित छ सूर्यलाई हेर घामलाई हेर घामलाई तिम्रो गुरु बनाएर मलाई बृहस्पतिले पठाउनु भएको हो ल भाइ अब दाहिने हात समात्ने दाहिने हात उब्रिनेवाला समात्ने बाबुको हो ल सोध्ने किन नाम शिव हो तिम्रो नाम के हो भनेको है अब कुलभूषण शर्माहम भो भन कुलभूषण शर्माहम अहिले प्रश्नै भएको छैन हो कस्य भन्ने कस्य ब्रह्मचार्यसी होइन उता कस्य ब्रह्मचारी छ तिमी कसका ब्रह्मचारी हौ भनेको भवतः भन्ने बाबुले हजुरको म हजुरको ब्रह्मचारी हुँ भनेको है अब त्यसपछि आचार्यले भन्ने एवं इन्द्रस्य ब्रह्मचारी असि तिमी इन्द्रको ब्रह्मचारी हौ अग्नि आचार्य तब तिमीले आचार्य अग्नि हुन् आचार्य तवाहम आचार्य कुलभूषण शर्मन भन्ने है त्यसपछि बल्ल तिम्रो आचार्य हो भनेर भन्ने घनश्यामले ल अब त्यसपछि गएर मानवकलाई उठाउने अब उठा बाबु तिमी उठा उठा तिमी अब आचार्य पनि उठ्ने बाबुको दाहिने हात समात्ने दाहिने हात उठाउने समातिराख्ने हो पूर्वतिर फर्काउने प्रजापतये त्वा परिददामि पूर्वतिरबाट पूर्वतिरबाट प्रजापतिले तिम्रो रक्षा गरून् प्रजापतिलाई म दिन्छु अब दक्षिणतिर फर्काउने बाबुलाई फर्क्यो बाबु पानी जन्मान्तरी ल अब त्यसपछि गएर के गरी तिमी ब्रह्मचारी हौ आसानी म ब्रह्मचारी हुन आएको हुँ अपोसान यो जलको आचमन गर्नु केही पनि काम गर्नुभन्दा अगाडि र गरिसकेपछि आचमन गरेर मात्रै छोड्नु सुरु गर्नुभन्दा अगाडि आचमन गरेर मात्रै आरम्भ गर्नु भनेको जल आचमन गर्ने के उल्टो भनेको रे उल्टो यता भन्नु भन्यो रे बजार पुग्यो बजार टाप हान्ने भेटाउने नभेटाउने गरेर नाइजु कुलभूषण भन्ने यति भएपछि अब उठ बाबु अहिले लक्ष्मी छोडा अब टाप बाबाले पनि बाबा पनि यस्तै बेला आऊ बर्तन गरेको अब के भन्छ रिदेश कता भाग्ने अब सुन त बाबु त्यो सरले एकपल्ट फेरि घुमा त्यो लक्ष्मी नि अब देख्ने अब त घुम्दा ल भयो अब बाबुलाई
अब वेद पढ्ने सुन यता यता मेरो कुरा सुन त हरि ए हरि अब वेद पढ्ने एउटा सिधा बनाउनु पर्यो ल अब पहिला त यो विनियोग भनिदिनुहोस् त्यही हजुर नजिक हुनुहुन्छ ओंकार अस्य ब्रह्मा देवी आदित्य परमात्मा देवता आत्मा जल्लिने हातमा जल्लिने महाव्यायति नाम ल दाइले होला हातमा जल्ने जल्लिन्छ ल अघि बस्नुको भानी दाइहरू खै भानी दाइहरू भान्जाहरू छ यहाँ आएर घुम्नु पर्यो भान्जाहरूले पनि जाऊ भन्छ के गर्नु यहाँ हुनुपर्छ के गरेको अब खनाउँछौ किन उडिराख्ने ल अनि पोखेलाई यो यसको भाँडो खनाउनु पर्यो मामा भान्जा गुरु गर्ने ल ल ल फेरि लास्ट भनेर है ल ल है अब के गर्ने हो कहाँ भाग्ने हो मामालाई नभन्ने ल मामालाई उता पठाएर अनि मलाई भन है त अहिले मामा चाहिँ समाउन रेडी हो अनि नलड्ने गरेर भाग है अलि नलड्ने गरेर भाग है अलि अनि हिरो देखियो त मान्छे त हाँचो न्युजमा दिन्छु मैले हाँचो न्युज नियम बन्धनहरूको पालन आजबाट तिमीले छोराको बन्धन गर्दा विरोध गर्ने बाबा आमालाई उठेर बिहान झोक्नु अग्निले नमस्कार गर्नु यो तीर्थहरूमा गएर फोहोर पर्वहरू नगर्ने नराम्रो शब्दहरू नबोल्ने नसाथीको यो नराम्रो साथीहरूको सङ्गत नगर्ने राम्रो वचन मात्र लिने नराम्रो व्रत बन्नुहुन्छ र यसमा के भनेको छ भने यो हाम्रो पहिला विद्यालय थिएनन् संस्कृतको एउटा संस्कृतले नै यो शुद्ध गराउने भाषाहरूलाई नेपाली भाषा सबैलाई शुद्धिकरण भनेको संस्कृत भाषा हो यो संस्कृत भाषालाई मैले आजबाट मेरो वर्तमानमा बन्नमा नियम पालन गर्नुपर्छ म अहिले सानो बच्चा थिएँ म दुधारू बालका थिएँ अब हजुरको बुवा आमाको आज्ञा नलिकन केही गरेर सबभन्दा ठुलो देवता भनेको बुवा आमा भन्छ त्यस कारणले गर्दा मैले आज गुरुको वचन सुनेर मैले विद्या आर्जनलाई एकदम उत्तम विद्याको लागि मलाई यहीँको विद्यालयको पढाले पनि मलाई अलि भेट्दैन राम्रो जड भएको ठाउँमा राम्रो विद्याको ठाउँमा राम्रो गुरुकोबाट विद्या हुनलाई मैले हजुरसँग आज्ञा लिन्छु हजुरले आज्ञा दिनु होला भन्ने आमाले के भन्ने थाहा बाबु तिमी सानै थियौ मैले 9 महिनासम्म पेटा राख्दा कति दुःख भयो मलाई तिमी लड्छौ कि आगा डर्छौ कति दुःख भयो यस्तो सानो मेरो प्राण प्यारो बाबु तिमी बाहिर गयो भने तिमी त्यतै संस्कृतिमा लागेपछि आनन्द भएर विवाह गर्दैन साधु सन्त भयो भने भोलि हामी दुःख हुन्छ कष्ट हुन्छ त्यसरी भोरु तिमीलाई यहीँ राम्रो विद्या
भन्नु दुईटा के कुरो बुझ्नुहुन्छ राम्रो विद्यालय गर्छु त्यसपछि अनि अबाउले भने अब जसै मैले भने पनि गुरुको आज्ञा पालन गर्नुपर्छ अनि गरेपछि विद्या आर्जन गरेर नानु नानु त्यहाँ जङ्गलमा त दाउरा त्यस्तो नराम्रो राम्रा कुनै पनि सानो राम्रो मान्छे साना साना कुनै मोहित गराएर पनि त्यतै हटाउन सक्दैन म त्यही मोहित गरेर त्यतै बिहा गरेर सक्छौ बाबु भन्ने बाबाले चाहिँ त्यही भनिदियो हाम्रो बाबु जस्तो भए पनि म गुरुको वचन लिएर म पढेर आउँछु माइजू हजुरहरूले छोडेर जान्न घरै आउँछु गुरुको वचन लिएर आउँछु भनेर मामाले अलिक बोकेर लानुपर्छ थोरै अगाडि गएर बोका लिएर आउने र भाइले बिस्तारै अगाडि जाने तँले छाता भयो यसो अलिकति पर लगाएर विद्यालयबाट लिएर आउने लौरो लिएर भागा 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 भाग्यो ल मामा खै मामा मामा दौडिन पर्यो छोडिदिनु ल मामा दौडिन पर्यो नानु दादा खोइ दादा खोइ माइजू छोरालाई कहाँ पढ्न पठाउनु भयो बोलाउन जानु पर्यो छाता भएन कि बोलाउनु बोलाउनु हामीलाई यही राम्रो शिक्षा दीक्षा दिन्छ यही पढ्ने है बाबु मामा बोलाउनु ल घरै बसेर पढ्ने अब ल हुन्छ भन्न पर्यो म पढ्छु भन म घरै बसेर पढ्छु भन ल कहाँ पुग्यौ भागेर मामाले समाएर ल्याउनु भयो अब घरै बसेर पढ्ने काशी नजाने ल छाता जाने कि नजाने भागेर कहाँ पुग्यो आएको ठ्याक्कै दुला जस्तो देखियो त 1 2 भनिदेऊ केरा मिठो मथुराको पेडा हो वृन्दावनको केरा मिठो मथुराको पेडा हेर हाम्रो घर झुपडी भए पनि आँगनमा लगाउ कृष्ण डेरा नाचन राधा छमा छ मुहुराले बजाइदिउँ लाई नाचन राधा छमा छ मुहुराले बजाइदिउँ बिहारीको पछि रङ्गनाथ पहिलो दर्शन कृष्णजीको पछि रङ्ग
नाथ शिवजीको दर्शन गरे हुन्छ भक्ति सहायता म्याट छ अरे नाच यता हेरेर ल मामा नाच्नु खै माइजू हरे राम जपेपछि बही कुण्ठैमा नाचेको खोइ लुगामी नाच्नु पानी चुई जगतै भरी राम जस्ता छोरा जन्मे सीता जस्तै छोरी राधा मेसो नपाउने कृष्ण अघि लाउने राधा मेसो नपाउने
यहाँ भागवतमा है अब पठन ओम यत्र ब्रह्मं क्षेत्रं सचन चरतं सह तन्लोकं पुण्यं प्रसिकं यत्र देवा सह अग्निना स्वाहा। अब जम्मै है अब सबै भ्याइदिनुहोस् है आता भएको जति। ओम यत्र दन्त वायुश्च समांसं चरतं सह तन्लोकं पुण्यं प्रसिकं यत्र सेदिन विद्यते स्वाहा। ल अब हेलो प्योर बाउन आज बिहान बिहान उठेर के गर्नुभयो के गरेर जब गर्नुभयो नुहाएर कि यत्तिकै नुहाएर जब गर्नुभयो अब त 1 महिनासम्म जब गर्नुपर्छ नि त कम्तीमा पनि सके त सधैँ गर्ने हो जब गरेर मात्रै खान पाइयो